गाइज अहिले चाहिँ हामी चाङनारायण नगरपालिकाको वडा नम्बर 5 छालिङको गोकुल धाममा आएका छौँ। त्यसपछि गएर बल्ल त्यो बाल्य अवस्था पनि भोग गर्छ। अब यौवन अवस्था आउँछ। यौवन अवस्था भनेको 15 वर्ष नाच्छ, नारीमा बल हुन्छ, मुठीमा धन हुन्छ, अर्काको काम गर्न सक्छ, सबलाई खुसी पार्न सक्छ। त्यति बेला अब सिद्धियो अनि उसले के गर्छ, त्यो बाल्य अवस्थाको कुरा बिर्सिन्छ। तर हाम्रो अहिले पनि बानी छ। यो जाडो महिनामा चाहिँ कहिलेकाहीँ जाडो आउँछ अनि एक दिन चाहिँ झरी परेर अलिकति जाडो गयो भने होइन, अहिले पनि त साह्रै जाडो पो छ त हो। पोहोरको जाडो बिर्सिसकेका छ, ऋतु अनुसार जाडो आउँछ। तपाईँ हामी भ्रममा गर्नु अनि ग्रीष्म ऋतुको बखतमा गर्मी नभए कहिले अहिले पानी त साह्रै गर्मी छ अरे भन्यो। हेर्नुहोस् है, योभन्दा अगाडि त ग्रीष्म ऋतुमा त गर्मी थिएन, योभन्दा अगाडि पनि त गर्मी थियो, अहिले पनि गर्मी छ। त्यस्तै तर हामी बाल्य अवस्थाका कुरा बिर्सन्छौँ। हेर्नुहोस्, त्यसपछि यौवन अवस्था आउँछ। यौवन अवस्थामा अनि त्यो बखतमा के हुन्छ, पुरुष स्त्रीमा मोह हुन्छ, स्त्री पुरुषमा मोह हुन्छ, सब कुरा बिर्छ। अन्तिममा काल चिन्नु भएको छैन होइन? तपाईँले काल चिन्नु भएको छ त? कसैले चिनेको छैन होइन? तर तपाईँहरूले हातमा नारीमा त मगा घडी त भन्न भएको छ नि त। फेरि त्यो घडीले के गर्छ, त्यही काल हेर्नको लागि बनाएको नि। काल भनेको समय हो। तपाईँ फेरि भ्रममा पर्नु होला। अहिले पनि त छ नि, प्रभात काल, मध्याह्न काल छैन, सन्ध्याकाल तपाईँहरूले पढ्या होइन। अनि काल भने साँच्चीकै कालो व्यक्ति आउँछ, तपाईँहरूलाई टिप्न आउँछ भने ठान्नु। यो मनुष्य जन्म भनेको परीक्षा। जस्तो उदाहरणको लागि कुनै विद्यार्थी स्कुल गङ्गाजलले भर्नु पर्यो, गङ्गाजलले भरिसकेपछि त्यो कलशमा घुम्ने होइन ए यता यता भक्त पराधीनो किन जानु अरू कसैको अधीनमा हुनुहुन्न, केवल भक्तको अधीनमा। आम भक्त पराधीनो, भक्तको अधीनमा पूजा गर्न सकिन्छ। त्यति जाउँ हामी एकचोटि। यति गरिसकेपछि मेरो महाराज, यति गरिसकेपछि अन्तिम दिनमा नालुपा दान गर्न भनिन्छ। नालुपा दान मैले वर्णन गरेँ। नालुपा दान गर्दाखेरि त्यो थाल जुन काँसको थाल हुन्छ, काँसको थाललाई यो जगतको ब्रह्माण्ड संसार मानिन्छ। काँसको थाल, त्यो काँसको थालमा अनि तपाईँले के गर्नु पर्यो, सुनको प्रतिमा स्थापना गर्नु पर्यो र भगवानको 33वटा मूर्तिको पूजा गर्नुपर्छ। त्यहाँ हामीले त्यो 33वटा देवताको पूजा किन गर्छौँ? संसारमा देवता कति छन्? 33 कोटी देवता छन्। 33 कोटी देवताहरूलाई सम्झेर तपाईँ हामीले त्यो थालमा भगवानको पूजा यो अर्थले गर्नुपर्छ। यति गरिसकेपछि मेरो भगवान अनि घिउ र कालो तिल सहित राखेर पहेँलो कपडाले छोपेर मोरेर जसले यो व्रतको बाँदर देखाएको छ गाइज। अहिले चाहिँ हामी यो पञ्चमहालक्ष्मी मन्दिरतिर आइरहेछौँ। टिकट काट्नुपर्ने रहेछ। यहाँ चाहिँ एकजनाको 100 रुपियाँ, 3 जनाको चाहिँ खिच्नु पाउँदैन। कहाँ लेखाएको खै? भित्र छिर्छौँ अब बाघको मुखबाट। फ्ल्यास खै? ए तर हजार रहेछ। लो जाउँ अँध्यारो लाग्छ। फ्यानबाट के दिँदैन ओ कस्तो हावा चलायो?
पानी बसाएर के हो इफेक्ट गरिराखेको पानी हो पानी हो पानी टप टप आइरहेछ कस्तो रिङ्गटा रिनोभेट गरेर जम्नुसित त यहाँ त कस्तो अक्सिजनै नपुगे जस्तो हो भने विष्णु केही हुँदैन आज केही गर्दैन ब्याट के गर्छ डिस्टर्ब नगर सुनसे आफ्नो बाटो जाने त्यहाँ माथिबाट गइस खै त्यहाँ माथि गयो ए त्यही छ उसको कुरा सुन्दा त्यही छ भने केही गर्दैन त भिडियो खिच्दा त ब्याट उडेर जान उसलाई छुनु हुँदैन नि छुनु हुँदैन क्या उसलाई अब साउन्ड उ गर्नु भएन नि कस्तो चिप्लो लाग्छ त गो यो यसमा अब टिप्छ अब कति टिप्यो थाहै छैन ओहो यो के कहाँ अब बाँकी होला नि ब्याग चाहिँ कहाँबाट आयो यो बुवाहरू आउँछ नि होइन रहेछ गाई जस्तो के देखाएको छ खोइ सिसिटिभी क्यामेरा चाहिँ कहाँ छ अब यहाँ चाहिँ के हाइकिङ सानो हाइकिङ ब्याट माथि हेरौँ न अब के छ यहाँ लामो रुट हो कि फेरि ए यहाँबाट त त्यसो काहीँ निस्किनै नमिल्ने रहेछ नि अब हामी त त्यो अघिनको बाटो फर्केर त्यहाँबाट जानुपर्ने भयो नि भक्तपुर त त्यसको होइन ए हामी अस्ति आउने बेला त्यसो यही बाटो आएर उताबाट फर्क्यो होला त्यही छटो बाटोबाट एकदम यो अब 100 रुपियाँ चाहिँ वर्थ इट नै भएन केही छँदै छैन एकछिन गुफाको एक्सपिरियन्स गर्ने ब्याट एउटा चाहिँ हेर्नु पायो त्यो अँध्यारोमा कस्तो देखाएको छ कस्तो देखाएको छ त्यहाँ कहाँ टिकट लिन्छ भने होइन चेक गर्छ भन्दै थियो त सिसा मल त्यो तल हो नि महालक्ष्मी कहाँबाट तल जाने चाहिँ
त्यहाँ बाटो छ आइसक्यो आइसक्यो भने यहाँ त्यो के अरे त्यो केटीहरूलाई स्कर्ट लाएर आउनु नपाउने के के भने चाहिँ होला होइन स्कर्ट लाएर आउनु नपाउने छोटो लुगा लाएर आउनु नपाउने त्यस्तो लेखिरहेको छ कति भयो 2 वर्ष भयो होला कि हामी 2 वर्ष 3 वर्ष भयो तर हामी यस्तो माथि माथि आएर चाहिँ घुम्या चाहिँ थिएन है पहिला सम्पत रामानुज स्वामीजी भाष्यकार रामानुज मन्दिर आचार्य हेलो ए तिमी किन जाने भनेको काठमाडौँ के गर्न कथा सुन्नु जाने भोलि जाउन हुँदैन किन के ऊ गिरिश दाइको बाइक छैन अब ल कति एकछिन टाइम लाग्छ त्यसो आधी घन्टा जति टाइम लाग्छ है आधी घन्टामा त पुग्छ है त्यो भन्नु 3 साढे 3 मा आइज त भन्ने थियो र सोचल घुमेर यो काम यार के खालको यहाँ कहाँ चाहिँ फोटो खिच्न पाउँदैन भित्र कता हो ए हस् पाउँछ आमा ल सही ठाउँ चाहिँ पुग्यो अहिले है खतरा पहिला चाहिँ यो के बनाएको थिएन क्या माथि यस्तो दामी ठिकै छ मेलचिकन जान मन थियो अब डिफ्रेन्ट लक्ष्मी छ यहाँ नाम चाहिँ लेखेको छैन छ र छैन एउटा लक्ष्मी यहाँ छ एउटा लक्ष्मी यहाँ हुनुहुन्छ यहाँ चाहिँ यहाँ पनि बत्ती बाला त खै सबै अन गर्दैन यहाँ चाहिँ बत्ती छैन यहाँको चाहिँ स्विच खै बल्छ होला नि बत्ती नै छ होला त्यही एउटा मात्र नबले हो